तर भन्नुपर्दा हाम्रो आजको यात्रा चाहिँ गाइजहरू भन्नुपर्दा पाङ्ग्रेदेखि पाल्पा रामपुर कौले डाँडासम्म यात्रा हुनेछ हाम्रो चाहिँ। तपाईँहरूलाई आज आएर चाहिँ हामी सर र कुन ठाउँ भन्दाखेरि ढुङ्गरे तल आइसक्यो हामी चाहिँ गाइजहरू होइन। बाटोको अवस्था कस्तो छ? बाटो एकदम भिजो रहेछ सालो। ठिक छ नि होइन, धुलो भयो नि है। ल ठिक छ। अब आज कौले डाँडा घुमिन्छ। हजुर आज कौले भोलि आज गएर बास बसेर भोलि सर र घुमेर आउने है होइन। ल हाम्रो पुसाइजी ल भन्नु केही तपाईँको भाइरल मान्छे हो त, टिकटकमा भाइरल मान्छे हो। के भनौँ यस्तै रहेछ, बाटोको हालत खराबै रहेछ। तपाईँ कहाँ निस्किनु भएको आज? आज म कौले डाँडा है। हजुर ठिक छ। र हाम्रो भेना चाहिँ यता टक्क बस्दै हुनुहुन्छ। सन्चै हुनुहुन्छ? एकदम आरामै। ल ठिक छ। हल्का बिरामी छु यार, तर के गर्नु। के गर्नु, साथीभाइको लैमा हिँड्नै पर्यो। ठिक छ घुम्नै मन लाग्छ। ठिक छ। ल गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर धेरै भन्दा धेरै माया गरिदिनु होला है। ल हाम्रो जिआरएम भ्लग मार्फत तपाईँहरूलाई यति रिक्वेस्ट गर्न चाहेँ कि टक्क लगाएर भन्नुपर्दा हामीलाई यसो सानो सहयोग मार्फत सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला। र तपाईँहरूले कुन भिडियोमा चित्त बुझ्दैन त्यो भिडियोमा त्यो भिडियोलाई कसरी राम्रो गराउने त्यो बारेमा नि तपाईँहरूले कमेन्ट मार्फत जानकारी दिन सक्नुहुन्छ मलाई। र गाइजहरू अब हामी चाहिँ हिँड्ने छौँ है त। लेट्स गो। अहिले चाहिँ हामी टक्क डेढगाउँ भन्ने ठाउँमा आइसक्यौँ र अहिले हामी चाहिँ बाटोमा यसो धुलो टकटकाउँदैछौँ हामी। र यता देख्न सक्नुहुन्छ हाम्रो भेनाजी के छ? ठिक छ सालो। अनि कस्तो भइरहेछ आज राइड राम्रो भइरहेछ नि? राइड राम्रै छ, बाटो चाहिँ यता राम्रो रहेछ। अफलोडमा अलिक झ्याउ भयो। हजुर त्यही हो। अनि हाम्रो पुसाइजी केही कुरा भनिदिनु होला। ठिकै छ। कोलाएर भन्नुपर्दा आज हामी बाकामलामा आइपुग्यो है साथीहरू होइन र भएन। अनि हाम्रो यता पुसाइजी हुनुहुन्छ टक्क हामी बाकामलङमा सो भिजिट। आज हाम्रो यात्रा कहाँसम्म हुने? हाम्रो स्याङ्जा होइन कि कौले डाँडा हो? कौले डाँडासम्म हुन्छ होला आजको यात्रा। कौले डाँडा प्लस स्याङ्जा। ओके। हामी चाहिँ यहाँ टक्क लगाएर भन्नुपर्दा सर र बिहान 6-5 बजीतिर हिँडेको, 5 बजीतिर हिँडेको, अहिले 10 बजीसम्म यहाँ आइपुगेको छ हामी बाकामलङ भन्ने ठाउँमा। र हाम्रो भेना चाहिँ यता मजाले नुहाउँदै हुनुहुन्छ धेरै धुलो खाएको कारणले सर र। ल गाइस यो चाहिँ हाम्रो यो नवलपुर टु पाल्पा कौले डाँडाको यो अहिलेको यो बाटोको अवस्थाको कारण होइन यस्तो हाल छ अहिले। के छ सालो? एकदम तर लास्ट धुलो तर रमाइलो फिल भइरहेको छ। यो धुलो हो र? धुलो त यो पुरै धुलो। नेपाली पाउडर भनेपछि पाउडर लाउनु परेन? हजुर पाउडर लाउनु परेन? अनि कस्तो लाग्यो त नि पाल्पा? पाल्पा बहुत अच्छा बहुत सुन्दर। अनि ढुङ्गा त यत्रो के भन्छ र ठाडो त्यो मूर्ति जस्तै यत्रो देखेको थियो। पुसाइलाई मैले सोधेको के हो भनेर ढुङ्गा हो भनेको त्यो सायद नवलपुर र पाल्पाको सिमाना होला त्यो जस्तै लाग्यो मलाई। होइन यस्तो रे त्यो त अनि देउटा भने होइन जेठन? मलाई अघि आउँदाखेरि जेठनले भन्नुभएको थियो। अनि ल आजको यो हाम्रो यात्रालाई अब शुभ यात्रा भनी कमेन्ट लेखिदिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर धेरैभन्दा धेरै माया गरिदिनु होला। नेपाली पाउडर जिन्दाबाद जिन्दाबाद। ल यस्तो छ है। 10, 11, 12 4 अन्त भइसक्यो यार। हामी चाहिँ अहिले कौले डाँडा पुग्नै आँटिसक्यो। यता लोकेश भेना चिरन भेना र यता साइडमा हामी दुईजना पुग्नै लाछौँ है गाइजहरू पुग्नै लाछौँ। अब पुगेपछि त्यहाँको सर र भिडियो देखाउने छ तपाईँहरूलाई। लाइक कमेन्ट सेयर गरिदिनु होला। कौले डाँडा कोअपरेटिभ वनमा आइपुग्यो। यहाँहरूलाई हार्दिक स्वागतम गर्नुभएको छ भने यता सर र देख्न सक्नुहुन्छ तपाईँहरूले। यता हाम्रो भेनाहरू पछाडि र हजुर कौले डाँडामा आएर यस्तरी चिप्लेटी खेल्दै हिँडिरहेको छ। मेरो पालो भइसक्यो भेना कस्तो लाग्यो त नि तपाईँलाई कौले डाँडा?
बाटोको बिजोकै पहिला भन्दा अलिक फरक रहेछ त्यही हो। ए ल ठिक छ। हामी चाहिँ सर र कौले डाँडामा पानको पातमा बसेर जिन्दा जिन्दा पाएको हो नि त। ए के छ तपाईँको अरू के नयाँ नौलो? ठिक छ। अब कौले डाँडा हाम्रो गाउँ जस्तै अब अमृतसर घारी रहेछ, हजुर त्यही पनि हेर्न लायक रहेछ। अब रमाइलो लाग्यो, यस्तो खुसी लाग्यो। हजुर अनि यसो हेरेर जिन्दगीको रमाइलो क्षण अब पछि सम्झना लायकहरू हुन्छन्। पछि सम्झना स्वरूप उता हाम्रो पुसैजी पुरा पिङ खेल्दै बच्चाहरू जस्तै पिङ खेल्दै हाम्रो यता भेना। अनि तपाईँको यात्रा आज कस्तो भयो त? आज यात्रा बाटोको यात्रा चाहिँ अलि कठिनै थियो। हजुर अब यहाँ आइसकेपछि चाहिँ अलिकति खुसी रमाइलो फिल। रमाइलो होइन, जे होस् दुःख गरेर पनि जे होस् मन सन्तुष्टि चाहिँ भयो। हजुर हजुर त्यही हो। ल ल ठिक छ ठिक छ। कौले डाँडाको भ्यूहरू हाम्रो गाउँघरतिर यस्तो अमरेस हुने रहेछ। यहाँ त सबै उखालेर भ्याइसकेको छ, हाम्रो गाउँतिर त उखालेर भ्याएको छैन फेरि। बाँकी छ अझै हाम्रोतिर चाहिँ। तर मलाई एउटा यहाँ आएर के कुरा सिक्यो भन्दाखेरि हाम्रो पनि यस्तै हो डाँडा होइन। हजुर यस्तै हो सेम। यसरी नै हामीले पनि व्यवस्थापन गर्न सक्यो भने होइन, हजुर पर्यटक क्षेत्रबाट पर्यटकहरू भित्रिने सम्भावना धेरै छ। हाम्रो पनि छ हजुर भनौँ न। र यो देखेर हाम्रो गाउँठाउँको मान्छेले पनि केही सिकोस् भन्ने यो भ्लग मार्फत, यो भिडियो मार्फत होइन। हजुर त्यस्तै हो, त्यही हो साल। ल ल है त बेला ल हामी उता जाउँ। यहाँबाट निस्केर हामी चाहिँ उता जानुपर्ने हुन्छ। अब यहाँ कौले डाँडा भन्ने लेखेकै ठाउँमा जाने हामी। कोही कोहीले नपट्याउन सक्छ नि त, त्यो प्रत्यक्ष रूपमा देखाउन पऱ्यो नि त। हाम्रो गाउँठाउँको जस्तै हामी लगभग आउने भनेको पोहोर साल हो। पोहोर साल हल्का थोरै डिस्कस भएर भन्नाले पोहोर साल हामी थोरै नभ्याउने भएको कारणले अहिले चाहिँ हामी चाहिँ नभ्याउँदाखेरि पनि हामी चाहिँ यसो समय मेसो मिलाएर चाहिँ हामी आइरहेको छौँ। उता सर र भन्नुपर्दा यता तलको गाउँ कुन गाउँ भन्ने भएन थाहा छैन है। हाम्रो भएन टक्क झोला सोला बोकेर हेलमेट सेलमेट लिएर बुझे के छ यता 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 चिनपाने छ भित्र। ठिक 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 ठिक। ल हाम्रो पुसाइजी केही न केही भनिदिनु पऱ्यो तपाईँले। के भन्नु पर्यो भने कौले डाँडामा आइयो, रमाइलो आयो, हावा पनि चिसा छ। अमृतसर ट्याक्कै हाम्रो उता काम गर्दा जस्तै यसो कमेडी भिडियो जानु पर्यो। हाम्रो भाइरल। नमस्कार नमस्कार नमस्कार। के छ? ठिक छ ठिक छ। अलि आजको यात्रा कस्तो भयो? यात्रा ठिकै भयो भनौँ। अब त्यस्तै भन्न पर्यो नि। धुलो खाइयो। पछाडि फर्किने त धुलोको हालत हेर्नु गाइजहरू, धुलोको हालत। अनि तपाईँ आज बास बस्ने हो कि आज गाउँ पुग्ने हो? हामी आज खै त्यो त थाहा छैन मलाई। हजुर हजुर होइन आज चाहिँ बस्नुपर्छ यता कतै। आज बस्ने विशेष कौले डाँडा। हामी विशेष यही ठाउँमा घुम्न आएको नि हामी पुछ्यो होइन। खुसी छौँ या दुखी तपाईँलाई भन्नु पर्यो? म एकदम खुसी छु। हजुर एकदम यो कौले डाँडामा पहिल्यैदेखि पाल्नु आएकाहरूले हजुर अहिले आउन सफल भयो। हजुर मेरो भनाइ यति नै। अब पुग्न चाहन्छु। हुन्छ ल ल हस् त नमस्ते गाइजहरू। हामी चाहिँ यस्तरी नै हिँड्दैछौँ। अहिले उता पुरै यहाँ पाल्पातिर घुम्दै फिर्दै हिँडिरहेको छ हामी चाहिँ। अहिले ठ्याक्कै भन्नुपर्दा हामी मिटियलमा छौँ र म पछाडि राइट भेनाले गर्दै सर र भन्नुपर्दा त्यो पङ्खा घुमेको चाहिँ मन भयो है मलाई। हाम्रो गाइजहरू आउँदैछ। अगाडिको ब्रेक हल्का कम लिनुपर्छ नि, कहिले बेला
गरेर भन्नुपर्दा यहाँ चाहिँ हामी हुँदैछौँ भने अहिले मिटेलमा छौँ हामी। मिटेल हुँदै हामी चाहिँ स्याङ्जा वालिङसम्म पुग्नेछौँ। कहाँ हो नि रामडाँडा? ल हामी चाहिँ त्यता जाँदैछौँ बाहिर गाइजहरू। स्पेसल विशेष घुम्न आएको यही ठाउँमा हो हामी। माछा बाबा माछा हेर्नु गाइजहरू यस्तो धेरै छ कि माछा यस्तो के भइरहेछ यति धेरै माछा। हामीले खानेकुरा ल्याइदिएनौँ तर ठिक छ। कहाँको पानी आउँछ होला खै आउला नि कतैको। नानी बाबुहरू चाहिँ यहाँ के गरेको तिमीहरूले? यहाँ हेर न के गरेको तिमीहरूले? भाग बराबर गर्ने है बेलुका, भाग बराबर गर्ने बेलुका है। गाइजहरू काली गण्डकी टिरतिर हिँडिरहेको छ हामी चाहिँ यसरी नै काली गण्डकीको टिरतिर हुँदै र म चाहिँ यसरी नै बसिरहेको छ। हामी काली गण्डकी टिरतिर हुँदै अब चाहिँ हामी घरतर्फ जाँदैछौँ गाइजहरू। घरतर्फ जानेछौँ हामी। बहुत घुमियो, बहुत रमाइलो गरियो। यहाँ चाहिँ बहुत केटाहरू इन्जोय गर्दैछन्, पारा देखाउँदैछ। यस्तै छ।